Hello guys, one bite. Hello guys, namaste, welcome back to my Nakali Concept vlog. आज चाहिँ मैले चाहिँ 4:30 हुन आँटे 4:25 भयो हैन बिहान उठेको दिनको एक कप चिया पियौँ हजुरबा र मैले त्यहाँदेखिको चाहिँ हामीले बिना रुम सफा गर्न लागेको बिना चेलेङलेङ भइरहेको छ अहिले पनि हामीले सकिसकेको छैनौँ हैन अन्त खाना पनि बनाउनु भ्याएन प्लस सौदा अब सब्जीहरू टमाटरहरू केही पनि छैन नि त भइले बेलुका चाहिँ गर्ने अन्त फेरि हामी स्वयंको खाना अब खाना टेको मोमो र चाउमिन हैन अन्त हिजोतिर दिदीको खायौँ एकदमै रुम चाहिँ सबै डस्टिङहरू चाहिँ गर्यो हैन तर लुगाले चाहिँ दिमागै खराब गर्यो नि त हो लाइफमा कहिले पनि लुगा किन्दिनँ भन्ने जस्तो भइरहेको छ मलाई त्यही बिना लुगा रहेछ अम्बो तपाईँहरूलाई देखाउँछु ल देखाइदेऊ त गाइसहरु देखाइदेऊ अन्त चलाउनु भयो त फेन चलाउँदै छैन यहाँनिर छ हैन यो भइहाल्यो पुरा हालेको छु यहाँ मैले लुगा यहाँ पनि यहाँ चेलेङलेङ उयो ब्याग 3टा उयो पनि छ ट्रलीहरूको 3टा भयो यहाँनिर 2टा भयो अम्बो माथि पनि ड्याम्मै लुगा फाटा हैन अन्त चाहिँ अब चाहिँ हामी खानु आँटेको के गर्नु one bite. काम गर्दा गर्दै फोन चाहिँ धुलै भइरहेको छ नपुसी भिडियो बनाएको थिएँ मैले आम्मामा क्या भोक लाग्दैन यो देखेर त बसेर खानु न मजाले दामी 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 अब चाहिँ हामी खाएको होइन चाहिँ डेन्जर भोक अरे क्या कामै गर्न नसक्ने भयो नि त भोकले उता त बिहानै 7 बजे खाने बानी भएको थियो हो आज त यहाँ 4:30 बजिसक्यो अन्त म चाहिँ मजाले खान्छु म फेरि एप्टीले खायो भनेर भन्नुहुन्छ अहिले बाबु देखाउँछु भिडियो ल भाइले पनि म आउँदैछ हाम्रोमा बादमा भिडियो देखाउँछु सो हामीले खानासाना पनि खाइसकिसक्यौँ अब चाहिँ होइन म चाहिँ एउटा मेरो गिफ्ट चाहिँ मैले यहीँनिर लिएर आएको छु दिल्लीमा होइन त्यो चाहिँ म अब खोल्नु आँटेको है कस्तो छ अहिले एकदम मैले हेरेको पनि छुइनँ होइन तपाईँहरूलाई म देखाइदिन्छु ल त्यो गिफ्ट चाहिँ मैले चाहिँ साँच्ची त म एउटा बात भन्छु तपाईँहरूलाई जो मेरो बिहाको जुन गिफ्टहरू थियो नि त्यो चाहिँ अनबक्सिङ गरेको चाहिँ मैले चाहिँ भिडियो बनाएको थिएँ बट अफसोस त्यो भिडियो सबै मेरो डिलिट भइदियो होइन हामीले भिडियो उयसहरू गरेर गिफ्टहरू खोल्दै नामहरू लेखेर गरेको भिडियो चाहिँ डिलिट भइदियो स्टोरेज फुल भएर हो त्यही हो बेसी कता के भिडियो भएको थियो अन्त त्यही भएर चाहिँ सबै भिडियो देखाइरहेको थिएँ अन्त मैले मेरो घरबाट जो भिडियो घरबाट जो गिफ्ट दिनुभएको थियो त्यो चाहिँ मैले भनेको पनि थिइनँ खोलेको पनि थिइनँ नि त अन्त त्यो 2टा भिडियो चाहिँ म फर्स्ट अलिकति मैले अरू त्यो खिच्री भिडियो अरे यार के भएको मेरो बोली जो अरूले दिनुभएको सामानहरू चाहिँ मैले खोलेको थिएँ होइन त्यो सामानको एउटा भिडियो भइसकेको थियो होइन अन्त मेन ठुलो भिडियो ठुलो
गिफ्टहरूको चाहिँ उयो के अरे खोलेको चाहिँ म बनाउँछु त्यसमै हाल्छु भनेर भन्दा भरे अर्को भिडियो नै डिलिट भइदियो नि त होइन, त्यही भएर त गर्नै पाइनँ हो। अन्त अब त्यही भएर सामान उतै छ, अरू चाहिँ सबै होइन। घरबाट मलाई फ्रिज दिनुभएको थियो होइन, दिनुभएको छ होइन। त्यो चाहिँ मैले साइडबाट अलिकति हेरेँ, नेभी ब्लू एकदमै दामी ब्लूमा रहेछ होइन। ब्लू हो कि ब्ल्याक कस्तो हो कि ब्लू अरे होइन। त्यो मैले अलिकति झलस हेरेर चाहिँ यस्तै खाएको तर ब्लूमा छ त्यो चाहिँ होइन। मैले अलिकति झलस हेरिराखेर आएँ हो। बाँकी एउटा आलबडी छ त्यो मैले देखिहालेँ होइन। अन्त अर्को चाहिँ के छ त मैले लिएर आएको छु होइन। त्यो त बेसी तपाईँहरूले ट्राभल भिडियोमा देखिसक्नु भयो होला होइन। सो अब चाहिँ हेर्नु होला, म अनबक्सिङ गर्छु यो पनि। सो यहाँ देख्नु सक्नुहुन्छ दिपना खातीले मलाई गिफ्ट गर्नुभएको है। दिपना खाती चाहिँ मेरै दिदी हो। अब चाहिँ यो चाहिँ मैले खोलेको पनि छैन, हेरेको पनि छैन, कस्तो छ के छ उयो गरेको छैन, टाइम पनि पाएन नि त होइन। त्यही भएर चाहिँ खोलिँदैन रहेछ कि खोलेर अन्त चाहिँ त्यही भएर कति केक लगेर नि त त्यही भएर चाहिँ भन्दा पनि पिटीको नानीको याद आयो। उल्टा खोलेको सुल्टा खोल्यो उल्टै हो। गिफ्ट है दामी। थ्याङ्क यू सो मच दिपना दिदी र भेनालाई धेरै धेरै धन्यवाद है। धन्यवाद तपाईहरुलाई। त्यस्तो राम्रो सजाउनु कहाँ सजाउनु। अन्त यो टिभी चाहिँ स्यामसङको रहेछ है। तर अर्काउने गीतहरू खै अर्काउने के भन्नु स्यामसङको टिभी रहेछ। अब यसमा चाहिँ म हेर्छु सबैजनाको जोहरूले युट्युब खोल्नुभएको छ सबैजना म त जसको प्रायः त्यसको भिडियो हेर्छु। म यो होइन कि चुज गरेर मेरो फेभरेट उहाँको मात्रै भिडियो होइन। म मेरोमा टाइम छ भने म सबैको भिडियो हेर्छु र धेरैजनाको मैले यस्तो हुन्छ जस्तै आफ्नो पर्सनली छ भने मैले उहाँको सब्सक्राइब गरेको छु भन्ने यस्तो बात होइन। म नि जसको पनि भिडियो हेर्छु मलाई मन पऱ्यो गयो गऱ्यो भने म सब्सक्राइब चाहिँ गरिदिइहाल्छु। उहाँहरूले भन्नुभएको हुन्छ कि मलाई सब्सक्राइब गर्नु होला मेरो त्यहाँ गरिदिइहाल्नु सब्सक्राइबर होइन। सो उहाँहरूको म धेरैजनाको भिडियो हेर्छु, नेपालको धेरैजना केटीहरूको भिडियो हेर्छु होइन। अन्त स्पेसली कञ्चना आन्टीको चाहिँ मैले भ्लग हेर्नु पाएको छुइनँ होइन। बिचरा 2 महिनामा कतिवटा भ्लग चाहिँ हालिसक्नु भयो कञ्चना आन्टी तपाईँले। मैले हेर्नु पाएको छैन, त्यसको लागि धेरै धेरै सरी भन्छु म तपाईँलाई होइन। र अब चाहिँ म डेली आइसकेको छ भने अर्को भिडियोमा कमेन्टमा भन्नुहोस् अब त्यो मेरो भ्लग हेर्छ नि हेर्छ होला नि भनेको छ। त्यो एउटा भिडियो तपाईँले हेरेर पनि कमेन्ट गर्दै। र अर्को बात अहिले थोडा चेलेले भइरहेको छ घरहरू है। पेन्सन गरेर चाहिँ यसको रेगुलर म तपाईँको भ्लगहरू हेर्दै जान्छु। सो तब कञ्चना आन्टीले मेरो टिभीमा भ्लग हेर्छ भने म पनि उसको टिभीमा भ्लग हेरिदिन्छु है। सो थ्याङ्क यू सो मच दिपना दिदी र भेनालाई फेरि पनि है। अन्त अब आजको भिडियो यति नै एन्ड गर्नु चाहिँ ज्यादा लामो पर्दैन होइन। त्यस्तो अब भिडियोमा कन्टेन्ट केही पनि छैन, जस्ट डेली आएर अलिकति रुम साफसफाइ गरेको मात्रै हो।
तर भएको छैन हाम्रो सागसब्जी पनि जस्तो अलिअलि मात्रै गऱ्यौँ हामीले किचन चाहिँ मजाले गऱ्यौँ किनभने किचन चाहिँ खानाहरू बनाउनुपर्छ र किचन सुत्ने भने चाहिँ हामीले मजाले गऱ्यौँ बाँकी लुगाफुटाहरू बहुत छ दिनुपर्ने होइन सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट गरिदिनु होला होइन र टिभी कस्तो लाग्यो होइन कमेन्ट गरेर जरुर भनिदिनु होला है मेरो भिडियो गीत कस्तो लाग्यो तपाईँहरूलाई हो अरू चाहिँ अफसोस मैले गिफ्टै देखाउनु पाइनँ है कस्तो स्वाद लागिरहेको छ होइन मेन त झन् घरबाट मगाउनु दिनुभयो मिठाई देखाउनै पाइनँ मैले होइन के पनि छैन है पछि जब हेर्छु तबै देखाउँला है सो जतिजना नयाँ हुनुहुन्छ मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है ब्याक सब्सक्राइब गर्न पनि गरिदिन्छु आज यति नै भिडियो बाई बाई बाई